जब दुनिया निदाउँछ रातमा। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सन्देश टिभी। दर्शकबिन पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका एलिना चौहानले भोकल गर्नुभएको बिल्कुलै नयाँ नि फ्रेस म्युजिक भिडियो दुखेको मन बोलको म्युजिक भिडियोको फर्स्ट पोस्टर अहिले सामाजिक सञ्जालमा आज मात्रै भर्खर सार्वजनिक भएको छ। दर्शकबिन यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ त र यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईलाई डिटेलसम्म जानकारी दिन गइरहेका छौं। त्यसैले भिडियोलाई भने अन्तिम समय हेरी साथ दिनुहोला। यदि तपाईहरु हाम्रो सन्देश टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो सन्देश टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टी पनि अवश्य थिचिदिनुहोला ताकि हामीले प्राप्त गरेका यस्तै रिलेटेड जानकारीहरू तपाईको मोबाइल सेटरमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन यस म्युजिक भिडियोमा डाइरेक्सन गर्नुभएको छ पछिल्लो समयका निकै नै लोकप्रिय डाइरेक्टर विक्रम चौहानको यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ भने र यो म्युजिक भिडियोमा लिरिक्स छ, म्युजिक रहेको छ पछिल्लो समयका निकै नै लोकप्रिय सर्जक नारायणी रसैलीको यो म्युजिक भिडियोमा लिरिक्स रहेको छ भने र यो म्युजिक भिडियोमा म्युजिक रहेको छ विशाल निरौलाको। दर्शकबिन यो म्युजिक भिडियोको अहिले सुटिङ कार्य सम्पन्न भइसकेपछि यो म्युजिक भिडियो तपाईहरुमा अबको 2-4 दिनभित्रै आउने क्रममा रहेको छ। दर्शकबिन यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयका निकै नै लोकप्रिय मोडल विक्रम बुढा थोगी र रोशनी कार्कीको यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा रोल रहेको छ। यी दुवै कलाकारहरू यो म्युजिक भिडियोमा जोडीको रूपमा देखिने भएका छन्। दर्शकबिन यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि तपाईहरु कतिजना पर्खेर एक्साइटेड भएर पर्खेर बसिरहनु भएको छ त हाम्रो कमेन्ट बक्सको तलतिर यो पनि जानकारी दिन नभुल्नु होला। साथै अहिले पछिल्लो समयमा विक्रम बुढा थोगीका ब्याक टु ब्याक म्युजिक भिडियो पनि थुप्रै बजारमा आइरहेका छन् भने अहिले पछिल्लो समयका निकै नै लोकप्रिय डाइरेक्टर विक्रम चौहानले गरेका डाइरेक्सनका म्युजिक भिडियो पनि थुप्रै बजारमा आउँदै गइरहेका छन्। हवस् त दर्शकबिन आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई दिन आएका थियौं। बाँकी जानकारी अर्को भिडियो मार्फत तपाईलाई दिँदै गइरहनेछौं। तबसम्मको लागि म सुरेन्द्र बसवाल पनि तपाईहरुमा बिदा हुन चाहन्छु। जय नेपाल, जय